नमस्ते अनि छाजलो सबै नेपालीहरुमा आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ म पनि सन्चै छु स्टे गुड एन्ड स्टे हेल्दी धेरै समयपछि आज फेरि भिडियो बनाउँदै आज चाहिँ शनिबारको दिनमा चाहिँ हामी चाहिँ विन्ध्यवासिनी मन्दिर आएको दर्शन गर्नको लागि पोखराको एकदमै पुरानो मन्दिर हो के विन्ध्यवासिनी मन्दिर पनि धेरै ठुलो मन्दिर हो यो पनि धेरै भक्तजनहरु यहाँ पनि आउनुहुन्छ दर्शन गर्नको लागि विन्ध्यवासिनी माताको दर्शन गर्नको लागि यहाँ सबभन्दा पहिला आउने बित्तिकै यो ठाउँ छ यहाँबाट आयो पहिला अहिले चाहिँ सबै नयाँ बनाउनु भएर चाहिँ यो चाहिँ अहिले यो बुट्टा चाहिँ जस्तोको त्यस्तै रहेछ अहिले पनि यहाँ आउने बित्तिकै यहाँ चाहिँ यो विन्ध्यवासिनी मन्दिरमा चढाउनेको यो उसहरु सामानहरु के यहाँ स्टल त्यहाँ छ स्टल जतासुकै छ के जताबाट लिए पनि हुन्छ के यहाँबाट हामीले चाहिँ यहाँबाट लियो यो मेन भनेको विन्ध्यवासिनी मातालाई चढाउने यो विन्ध्यवासिनी मातालाई चढाउने यो हैन त नि यो चुनरी एकदमै इम्पोर्टेन्ट हो के विन्ध्यवासिनी मातालाई चढाउने चुनरी हो के यो अझै मलाई याद छ विन्ध्यवासिनी मातालाई सौभाग्य चुनरी बत्ती आरती पञ्चपाला दिया सबै चढाउँछन् बालिन्छन् बाहिर नरिल चढाउँछन् मेन नरिल चढाउँछन् अनि भक्कल गरेको मान्छेले परिवान चढाउँछन् कुखुरा पनि चढाउँछन् टाढाबाट आउने हजुर कुखुरा बोका चढाउँछन् नि हाम्रो एकदम पुरानो मन्दिर हो नि सबभन्दा पुरानो कति वर्षको त्यो 300 वर्ष अगाडि नै होला पहिलेदेखि है अब त्यो चाहिँ हामीलाई पनि थाहा छैन चाहिँ तर हजुरबुवा भन्दा धेरै के अरे कति वर्षबाट सुन्दै आएको चाहिँ 300 वर्ष भन्दा 200-300 वर्ष भन्दा पुरानो भयो भन्छ अरे अब त्यो चाहिँ हामीलाई पनि थाहा छैन सुन्नमा आएको यहाँको दाइहरूले पनि त्यही भन्नुभएको छ ल अब हामी चाहिँ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न जान्छौँ विन्ध्यवासिनी मन्दिरमा आउनुभन्दा सबैभन्दा पहिला चाहिँ यहाँ बुद्ध भगवानको चाहिँ मन्दिर छ यहाँबाट चढेर चाहिँ यहाँ भड्याङ छ ठुलो भड्याङ भन्न मिल्दैन लामो भड्याङ छ श्री गरेर यो चढेर लेफ्ट साइडबाट चढेर जाने राइट साइडबाट ओर्लिने यहाँबाट चढ्दै गएर विन्ध्यवासिनी माताको मन्दिरमा हामी पुगिन्छ र हामी अहिले चाहिँ विन्ध्यवासिनी मन्दिरको मुख्य द्वारमा आइपुगेपछि यहाँबाट देख्नुहुन्छ तपाईहरुले पनि सबभन्दा पहिला गणेश भगवानको मन्दिर छ त्यहाँ प्रहरी बीट हनुमान भगवानको मन्दिर सुजहरु उता राख्ने रहेछ अहिले ल अब हामी दर्शन गर्न जान्छौँ सबैभन्दा पहिला गणेश भगवानको भन्छ नि जस नेपाल आउँदाखेरि चाहिँ जहिले पनि प्रायः जस्तो शनिबार चाहिँ हामी विन्ध्यवासिनी मन्दिरमा आउँछौँ भगवानको दर्शन गर्नको लागि यस्तो राम्रो ठाउँ छ यो पनि एकदम पुरानो मन्दिर रहेछ ल अघि नै हामीले सुन्यो कति दाइ 200 वर्षभन्दा पुरानो भन्दै हुन्थ्यो उहाँको त्यसैले पनि अब त्यो चाहिँ एक्ज्याक्ट त्यो थाहा छैन तैपनि हामीले भन्यो हामीले सुन्यो त अनि अब एकदम हामीहरूले चाहिँ नेपालमा चाहिँ एकदमै पूजा गरिन्छ क्या पिपलको बुटहरुमा पनि क्या हेर्न सक्नुहुन्छ तपाईहरुले पनि कति राम्रो तरिकाले फुलेको छ विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दैछ लाइनमा बस्दैछ अहिले यहाँ चाहिँ त्यहाँ ढोकाको अगाडि सिँढीमा बसेर चाहिँ फोटो खिच्न मनाइ छ भनेर लेखेको रहेछ क्या यहाँ चाहिँ यही मन्दिर हो सबभन्दा यहाँको ठुलो एकदम पुरानो मन्दिर भनिन्छ है विन्ध्यवासिनी मन्दिरको माताको मूर्ति छ त्योभित्र र त्यही मूर्तिमा चाहिँ हामीलाई चाहिँ मेन इम्पोर्टेन्ट भनेको यो चढाउने रहेछ क्या यो चुनरी चुराउनु छ क्या र अब हामी लाइनमा बस्दैछौँ त्यहाँबाट चाहिँ अगाडि चाहिँ फोटो खिच्न मनाइ छ भन्ने छ यहाँ पनि नोटिसहरू टाँगिसकेको रहेछ अब बिस्तारै अब लाइन चढ्दैछ अब हाम्रो पालो पनि आइसक्यो र पूजा गरिसकेपछि अरू मन्दिरहरूमा गएर चाहिँ पूजा गरिन्छ अहिले विन्ध्यवासिनी माताको पूजा गरिसकेपछि आएर फेरि हामी यहाँ अब धुपबत्ती जलाउन लागेको धुपबत्ती जलाइसकेपछि अब अर्को मन्दिरहरुमा जाने अब दर्शन गर्ने यहाँ छोराले चाहिँ अरू बहिनीहरुको फोटो खिचिदिनु भयो रहेछ
भक्तजनको लाइन लागेको छ, मान्छेहरू आउँदैछ। यहाँ चाहिँ नन्दी भगवानको मूर्ति राखेको छ र यसमा चाहिँ हामीहरूको हिन्दू धर्महरूमा चाहिँ एकदमै एउटा विश्वास छ कि हिन्दू धर्ममा चाहिँ विश्वास छ कि एउटा कानमा आफ्नो मनको कुराहरू भनिदिने के यो छ। अब कति कुरा सत्य हो कति कुरा के हो त्यो त थाहा छैन, तर चाहिँ हामीहरू पहिल्यैदेखि पुर्खौँदेखि चलेको आएको चाहिँ उस हुन्छ नि, त्यो विश्वास चाहिँ नि हामीले विश्वास गर्नुपर्छ कि कानमा पुग्ने हुन्छ, कानमा खुसु के आफ्नो मनको कुराहरू भन्ने कि। अहिले हामीले चाहिँ विन्ध्यवासिनी मन्दिरको पूजा गरिसक्यो, सबै मन्दिरको र सबै भगवान्हरूको पूजा गरिसक्यो। बिस्तारै अब हामी चाहिँ अब एरियाको भिडियो क्याप्चर गर्ने कोसिस गर्दैछु म। अहिले मान्छेहरू टन्नै यहाँको भक्तजनहरू पनि धेरैभन्दा धेरै आइपुगेको छ क्या अहिले यहाँ सक्नुहुन्छ। यो पहिला यो प्याराफिटहरू चाहिँ यो नयाँ बनाएको रहेछ क्या, यो चाहिँ यो पहिला थिएन, अब पहिला यो थिएन, ऊ त्यो पुरानो थियो पहिला चाहिँ प्याराफिट चाहिँ, ऊ त्यो माथिको, यो चाहिँ नयाँ थियो, नयाँ रहेछ यो चाहिँ। र मान्छेहरू अहिले चाहिँ भक्तजनहरू आउँदैछ अहिले। शनिबार भएको दिन, शनिबारको दिनमा एकदम बिजी हुन्छ नि त, र आज त थोरै भएको, आज थोरै हो। पूजापाठ गर्दै हुनुहुन्छ सबै भक्तजनहरूले। विन्ध्यवासिनी माताले सबैलाई रक्षा गरौँ, सबैलाई संसारमा भएको समस्त जीव जन्तु प्राणीहरू सबैलाई रक्षा गरौँ माताले। ल म अब यहाँबाट चाहिँ विन्ध्यवासिनी मन्दिरको पुरा भिडियो क्याप्चर गर्छु र तपाईँहरूलाई म देखाउँछु है। तल स्टे ट्युन, बाइ बाइ, सही हो। पूजापाठ सबै सकिसकेपछि यहाँ तल आउने, जहाँबाट हामीले सामानहरू किनेको थियो नि, यो टपरै यहाँ फर्काउनु पर्छ। यहाँ प्लानिङ गरेछु, अकालादेवी मन्दिर जाने प्लानिङ गरेछु, हेरौँ के कसो हुन्छ। अब हामी अहिले चाहिँ विन्ध्यवासिनी मन्दिरको पूजा गरिसकेपछि हामी अकालादेवी मन्दिर जाँदैछौँ, छोरा र म। मोटो ब्लग बाइक राइडमा गर्दै, मोटो ब्लग त भन्न मिल्दैन, अब मोटो ब्लग गर्नको लागि त अब गोप्रो सोप्रो हुनुपर्ने हो, तर चाहिँ त्यो छैन, डाइरेक्ट मोबाइलबाट खिच्दै बसेको थियो। पछाडिबाट छोराले समात्दैछ, हामी चाहिँ मोटो ब्लग, यही हो मोटो ब्लग चाहिँ। अहिले चाहिँ दिपमा आइपुग्यो, दिपबाट अकालादेवी मन्दिर जानेको लागि लामाचौक भएर जानुपर्छ। यो माथि गएर चाहिँ महेन्द्र पुल आउँछ, यहाँबाट जाउँ। अब बाटोहरू कस्तो राम्रो बनाएर छ, यो बाटोभन्दा चाहिँ माथिको झन् यो महेन्द्र गुफा जाने बाटोको चाहिँ झन् राम्रो बनाएर छ क्या। यो बाटो चाहिँ सेम छ, प्याराफिट के महेन्द्र गुफाको चाहिँ एकदम राम्रो लाग्यो क्या। यहाँको हेर्नु सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो सिमेन्टको ढल मात्रै हाल्नु छ नि, माथिको चाहिँ महेन्द्र गुफाको बाटो चाहिँ यो वकिङ गर्दाखेरि चाहिँ प्याराफिट ढल छ नि, यस्तो राम्रो बनाएको छ कि। माथि काठमाडौँमा चाहिँ बालेन्साले बनाएको जस्तो त्यो प्याराफिट छ नि, सेम त्यस्तै बनाएको छ कि वकिङ गर्नेको त्यो प्याराफिट के। त्यो नि लास्ट टाइम भन्नाले यसको 1 हप्ता अगाडि म त्यहाँ वकिङ गर्दै जाँदाखेरि चाहिँ देखेको थिएँ कि यताको यो यहाँको ढलहरू हेर्नु न, सिमेन्टेड छ नि यो राइट साइड र लेफ्ट साइडको। उहाँको महेन्द्र गुफाको चाहिँ यस्तो बबाल छ क्या, त्यो बबाल छ। मौसम पनि झन् अहिले कस्तो मजा आएको क्या, शीतलो भइराखेको, राइडिङ गर्न झन् मजा आएको क्या। गर्मी हो अहिले त एकदम झ्याउलाउने क्या। ओइ टेम्पो 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 पुरा तरकारीहरू लिएर बेच्न जान लाग्यो होला नि त। यो ठाउँमा चाहिँ मेरो घर एउटा छ यहाँ पनि, यो ठाउँको नाम के अरे
मध्यम भरे आउँदैखेर त्यहाँ छिरौँ ल। त्यहाँ पनि एउटा सानो घर 10 वर्ष जति भयो त्यहाँ किनेको, राम्रो छ त्यो घर पनि, सबै रेन्टमा दिइरहेको छ मैले। त्यो पनि भरे बुढेसकालको पेन्सनको भाडा हो क्या त्यो मेरो, भन्न पऱ्यो नि। ल राख्नु ल। लामाचौर पनि अहिले यस्तो राम्रो भयो रहेछ। लामाचौर आइपुग्यो र लामाचौरको एरिया पनि एकदमै विकसित भइसक्यो रहेछ क्या अहिले। पहिला लामाचौर भने बित्तिकै मान्छेहरू बस्न त बस्थेन, त्यति साह्रो बस्ने थिएन क्या बासिन्दाहरू क्या। अहिले त लेफ्ट राइट डाँडा काँडा जता सुकै घरै घर भइसकेको छ क्या। अब अकालादेवी मन्दिर जानको लागि यो सिधा बाटो भएर जानुपर्छ क्या हामीहरू। हामी त्यही बाटोबाट गइरहेको छौँ। त्यो बाटो नि हामी परार आउँदाखेरि चाहिँ बाटो आधा बाटोसम्म चाहिँ राम्रो थियो। अब अहिलेको चाहिँ कस्तो छ राम्रो थाहा छैन। अब यो चाहिँ बाटो चाहिँ अहिले यस्तो राम्रो बनाइरहेछ क्या। हामी परार 3 वर्ष आउँदाखेरि चाहिँ आधा बाटोसम्म मात्रै थियो बाटो, पिच बाटो होइन। अहिले चाहिँ पुरा यस्तो राम्रो बाटो बनाइसकेको रहेछ क्या। दबाल क्या, राइडिङ गर्न नि यस्तो हरिम लाउने क्या, मजा आउने क्या। तर चाहिँ धेरै वर्षपछि आएपछि अब त्यो राइड गर्न पनि अलिकति डर पनि नआउने क्या, किनभने हात बसेको छैन नि त। तर म स्लो ड्राइभ के, स्लो ड्राइभ लङ लाइफ भने जस्तै बिस्तारै जाने। यता लेफ्ट राइटमा हेर्नु अब खेतीहरू कस्तो मजाको, उता देखाउ न यता आदि डाँडा काँडा हरियाली हरियाली। यो हो नि हाम्रो नेपालको भने त यस्तो डाँडा काँडाको गन्ध क्या, सुगन्ध यस्तो मजा आउँछ क्या सुन्नै। मलाई त फ्रेस हावा क्या, फ्रेस हावा आउँछ नि। आहा ल हेर अब आयो ल। अब फेरि डाइरेक्ट अब अगाडि भेटौँ। हामी अहिले अकालादेवी मन्दिरको दर्शन गर्नको लागि लाइनमा लागिरहेको छु। सबभन्दा कस्तो मजा लाग्यो भने यहाँ चाहिँ एउटा बहिनीको नानीको टाउको परेवा कति मजाले बसिराखेको क्या। भाग्यमानी हो नानी तिमी त, भाग्य परेवाले टक्क लाएर बसिराखेको छ। छोड्दै छोडेछन् रहेछ। फेरि अर्को टाउकोमा चढ्यो, जसको टाउकोमा चढेछ भाग्यमानी हो। अहिले हामी अकालादेवी मन्दिरको पूजा दर्शन गरेर घर फर्किन लागेको। भक्तजनहरू पनि मान्छेहरू बिस्तारै बिस्तारै एकदम आउँदैछ। यहाँबाट पनि कस्तो राम्रो कि अकालादेवी मन्दिर भन्ने ठाउँ चाहिँ यो लामाचौरबाट चाहिँ अलिकति माथि ठाउँमा पर्छ। र यहाँबाट पनि कस्तो राम्रो ठाउँ देख्छ कि यो उता के अरे कुन ठाउँ हो यो, घाचोक जान्छ होला यो ठाउँ जहाँसम्म मलाई लागेको छ है। नट स्योर, मलाई चाहिँ अलिकति थाहा छैन त्यो पनि। अब हामी पनि पूजाहरू सबै सक्यो, अब घर फर्किन लागेको। मान्छेहरू बिस्तारै आउँदैछ, अझै लाइनमा छ अझै। यो ठाउँबाट चाहिँ मलाई कुन ठाउँ हो मैले बुझ्न सकेन कि, यो घाचुक जान्छ कि लाचुक जान्छ कि यो ठाउँबाट क्या। यो ठाउँबाट उताको त यो हाम्जाको लाइन पऱ्यो त्यो चाहिँ। अरू चाहिँ मलाई अहिलेको त आइडिया भएन कि लाचुक कि घाचुक जाने ठाउँ हो क्या यो चाहिँ, जहाँसम्म मलाई लागेछ। अब यहाँबाट पनि कस्तो योभन्दा माथि ठाउँबाट म त गएको छैन अहिलेसम्म, कुन ठाउँ पर्छ थाहा छैन फेरि। यहाँ यस्तो राम्रो ठाउँ यहाँबाट आमा शान्त परेछ ठाउँ। यहाँबाट पनि खोलाहरू चट्ट लाएर चाहिँ गणेश भगवानको मन्दिर यहाँ छ। र मेन मन्दिर चाहिँ अकालादेवी मन्दिरको मन्दिर यहाँ रहेछ, यहाँ छ। अब यताबाट घुमेर जाऊँ भनेको त नि। यहाँबाट एक भ्यू हानेपछि घरतिर फर्क्यौँ है त ल। हामी अब घर फर्किँदै
पूजापाठ गरिसक्यो। अकलादेवी मन्दिरमा आएर अकलादेवी मन्दिरको दर्शन गरेर हामी बाउ छोरा फर्किसक्यो। अघि हामी आएको चाहिँ अर्को बाटोबाट आएको थियो लामाचौरको, अहिले चाहिँ हामी अर्को बाटोबाट आएको क्या। छोराले भन्छ यो बाटो झन् कस्तो मजाको छ बाबा भनौँ भनेको क्या, ल जाऊँ न त भनेर आएको। झन् यो बाटो पनि कस्तो राम्रो क्या, यति भित्रको बाटो भयो भने यस्तो राम्रो बाटो बनाउनु भएको कि यहाँको बासिन्दाहरूले मिलेर त बनायो होला यो चाहिँ। अब लेफ्ट साइडमा नि हेर्नु, राइट साइडमा नि हेर्नु, बाटो यस्तो राम्रो छ। बाटो भन्नाले यो के मकैको बारी क्या, झन् झन् गाउँघरतिर गयो भने कस्तो मजा आउँछ होला। यार तपाईँहरू पनि नेपाल घुम्न आयो भने चाहिँ आउनुहोस् आउनुहोस्, ताजा ताजा मकैहरू छ। ल यो सिजनमा मकैको सिजन रहेछ, मिठो मिठो छ, खानुहोस्। हामी पनि अस्ति घरमा तल दिदीको घरमा गएर लिएर आयो मकैको छुप्पो 10-12वटा लिएर आयो, भुटेर खायो। आधा चाहिँ प्रेसर कुकरमा टक्क हालेर खाइयो, यसरी मिठो भयो त हो। विदेशमा गयो भने एकदम मिसिन्छ क्या यो हाम्रो देशको चाहिँ नेपालको चाहिँ यो हरियाली देखेर क्या एकदम मिसिङ हुन्छ क्या। छन त छ हरियाली वहाँ पनि छ होइन, तर पनि आफ्नो देशको यो माटोको गन्ध हुन्छ नि, त्यो मिसिङ लाग्छ क्या मलाई। म त्यहाँ आउने बित्तिकै एयरपोर्टमा यस्तो ढोगेको थिएँ क्या मैले, एयरपोर्टमा टक्क क्या वहाँ एयरपोर्ट आउने बित्तिकै नेपालको स्मेलै झन् आफ्नो यो माथि माथि साइडतिर आयो नि, झन् यो हरियाली देख्छ नि झन् यस्तो हुन्छ क्या। अहिले नै बाइक राइड गरिरहेको छु न, तै पनि क्या गन्ध यस्तो मजा आएर चाहिँ सुँगेर क्या एकदम राम्रो लाग्छ। आफ्नो देशमा आएपछि यस्तो घुम्न मनपर्छ, झन् त्यसो झन् गाडा काँडा जान पर्छ, झनै रमाइलो लाग्छ क्या। घर कस्तो भएको छ हेरौँ भने मेन्टेनेन्स कस्तो भएको छ। अब त्यसैले बालमा दिइराखेको छ नि त, अब हेर्नु पर्यो। अब ल अब डाइरेक्ट उतै गएर भेट्यौँ है त। ल A few moments later. पुरा रङ लगाउन पनि भयो रहेछ यार, आमा यही हो घर। रङ लगाउन पनि रहेछ, सबै बालमा दिइरहेछ नि त यो, त्यो कारणले गर्दाखेरि सब रङ लगाउन पनि भएछ यार। मान्छेहरू बसिरहेछ होला माथि, तै पनि माथि गएर एकचोटि हेरौँ। ओहो हो घरको त पुरा नक्सै चेन्ज भइसकेछ त यार। आफ्नो घर भयो भने त एकदम माया लाग्छ नि यार, खत्तम भइसकेको रहेछ। यहाँ पनि दुवै भैँटाला र माथि तलमा सबै बालमा दिइरहेको छ नि त मैले भन्दा आमाले। सुकुलो सब भाँचेको रहेछ त, पानीको ताल जमिसकेको रहेछ। ए बाबा माथि सोलरहरू सबै छ लगाएर, पानी पुरा जमिसकेछ यार। हेर्ने मान्छे नभएपछि गाह्रो हुन्छ, बालमा दिए पनि गाह्रै हुन्छ नि। ओ माई गॉड, घरको अवस्था देखेर रुनै मन लाग्यो त यार। सबै रङ लगाउन पनि भइसकेछ। मेन्टेनेन्स टन्नै छ, मेन्टेनेन्स गर्न पनि धेरै छ। घर पुरा उस गर्न पर्छ, रिनोभेट गर्नै पर्छ, मैले रङहरू लगाउनै पर्छ। आमामा ओ माई गॉड, टुपी ठाडो भन्छ मेरो, टुपी ठाडो हुन्छ मेरो यो मेन्टेनेन्स गर्दाखेरि चाहिँ। ओ One eternity later. जोस् नेपाल आएपछि अब हामीहरू चाहिँ कस्तो नै इष्टमित्रको भयो जाने, खाएको खाइ गरेको इष्टमित्रकोमा जाने, पाहुना भात खाएको खाइ क्या। अहिले खाजा खाँदै हाल्नु दाइ र दिदीको घरमा।
दाइ पनि अस्ति भर्खर युकेबाट आउनुभएको उहाँ युकेको लाउरिनी दिदी बाबु हाम्रो खाजा भने चाहिँ स्पेसल त्यस्तो त्यस्तो त नबोल्नु क्या भिडियोमा त मकै भुटेको र यसमा के अरे चिया नेपाली अथेन्टिक चिया ल्वाङ सुपमेल के हालेर बनाएको मकै खाना पर्यो आनन्दै आउँछ नि यस्तो खाजामा मुङ बाख्न आउँछ मकैको बाबा मिठो कस्तो छ कस्तो छ रबिन खान्न अब बाबु हामीले मकै खाइसक्यो मकै भुटेर खाजा पनि खाइयो चिया पनि खाइयो दामी मिठो भयो र मकै खाइसकेपछि एकछिनपछि फेरि भुँडीलाई अलिकति रेस्ट दिएर भुँडी हेर्नु न कत्रो ठुलो भइसकेको छ भुँडी ठुलो भइयो कमसेकम आधा घन्टाको ब्रेक पछि फेरि यस्तो मिठो खाना रे खाजा फेरि आयो चाउमिन योभन्दा सक्यो यो पनि धेरै भयो मलाई त दिदीले बनाइदिनु भएको बाबु दाइ ल खाइदिउँ दाइ राउन्ड 2 है यो राउन्ड 2 हो यो न क्याचअप भयो खाइदे ल सुरु गरौँ दाइ दाउरा छैन दाउरा भने झन् सजिलो साथीको छोराले मेरो चाउमिनको बयान गर्छ बिचारा हाल्दैन हाम्रो त सिम्पल हो चाउमिन त सिम्पलै मिठो हुन्छ चाउमिन त्यो मसिनो हार्दहरू मिठो हुन्छ मोटो त हाम्रो ज्यादा पाके हाल्दैन हरियो खोर्सानी प्याज बच्चाले पनि सबै कुरा हाल्नु मन पर्दैन बन्द सन्द नि सिजनमा मात्रै हो मैले त ल्याउन त्यही ल्याएर फेरि त्यो खान्न हाल्नु दामो छ मिठो हो चाउमिन नेपालको चाउमिन मिठो हुन्छ है नेपालको चाउमिन मिठो हुन्छ आफूले ल्याउँछ नि त्यो ड्राइभरलाई सिकेको त्यो नबिग्रिनु हो त्यो लिएर बनायो भने झन् राम्रो हुन्छ यो छिटो हुनुभएको अरे होइन म त यो ठिक लाउँछ बाबु शर्मा आएर शर्मा लगाउनु हुनु कि बाबु खाइदिनु पर्छ यो काकाले कसरी खान्छ गाम गरेर दाइको बाइटिङ पनि अब खाइदिनु पर्छ घुमाइ स्प्यागेटी म त झन् घुमाउँछु भन्दा पोकै पाउँदैन आवाजै आउन त दाइ किन हो भनेको सोराब गरेर के गर्नु भन न गर्नु न आवाज के आउनु न ओ बाबुले गरे ए त बाबुले नि गरेछ वन मोबाइल त्यो त काँटामा अलिक धेरै मुठा छोडेर सोराप पनि खाने त ल बाबु गर्छ बाबुले गर्छ बेर त बाबु अनि गर्छ काकालाई काइदिला धन्यवाद छ ल दाइको पनि दाइले हँसाउनु भयो दाइ पनि युकेबाट आउनुभएको 1 महिना जति भइसक्यो अब 1 महिनापछि दाइ पनि अब रिटर्न ब्याक हुनुहुन्छ युकेबाट नेपालबाट यस ल अब हामी खाजा खाएर यस्तो मस्त रमाइलो गर्छु ल एकछिनपछि भेटौँ है त ल अब चाहिँ म घर बाहिर जान्छु हाम्रो घरको चाहिँ मकै बाहिर देखाउँछु आम्मा मकै बाहिर तपाईँहरू जग्गा हेरेर छक्क खान्छ आम्मा अगाडि र पछाडिको जग्गा हेर्नु छक्क खान्छ मकै बारीमा कस्तो डर लाग्यो के अरे मकै कस्तो मजाले रोप्नु पर्छ कि दिदीहरूले कि आम्मा अगाडि पनि छ पछाडि पनि यस्तो गार्डन क्या बाबा अघि खाएको हामीले जो मकै खाएको नि त्यही मकै हामीले बारीबाट टिपेर खान्छ कि अगाडि पनि बारी पछाडि पनि बारी यस्तो यो दाइ दिदीहरूको चाहिँ घरको पछाडिको बारी यहाँबाट अब चाहिँ हामीले चाहिँ गुआवा
गुवाबा खाने भनेर चाहिँ दिदीहरूले गुवाबा काट्दै हुन्छ गाबाको पात वहाँसम्म छ यो अगाडिको भाग मकै पनि कति मजाले उम्रिसकेको छ यताको उम्रेको छैन मकै चाहिँ अगाडिको उम्रेको छ हो दिदीले चाहिँ उहाँ गाबा चिनाल्दै हुनुहुन्छ गाबा चिनाल्दैछ अब अगाडितिर जाउँ अगाडितिर मकै काट्दैछ दिदीहरूले नै हेत्तेरी मकै टिप्दैछ बुढीले ए मकै चोर समाज उहाँ मकै चोरलाई मकै चोर समाज मकै चोरलाई समाज ओ मकै चोरमा मकै चोर समाज कति मजाले मकै फलिसकेको छ यो चाहिँ अगाडिको भाग हो यति के अरे मकै रोपेको बिचमा घर आमा यहाँ हाम्रो दाइ उहाँ दिदी गाबा टिपिसकेछ अब घरतिर लागौँ अब आजको खाना पनि गाबाको तरकारीसँग खानु पर्ने मिठो हुन्छ नि आमामा बिचमा घर अगाडि पछाडि पनि खेतै अगाडि पनि खेतै आमा कमसेकम 100 हात त पछाडि छ होला बाबा यस्तो मजाले फुल्यो यो बिलौटीको बुट्टा भयो ऊ त्यो लिचीको रहेछ यस्तो मजाले रोप्नु भयो रहेछ दिदीले यसलाई सारसुसार गर्न नि कति मेहनत चाहिन्छ नि ऊ लिची पाक्न लागेको रहेछ के यो फार्सीको रहेछ यसलाई फर्सीको अहिले गाबा पनि चोर्यो मकै पनि चोर्यो बुढीले अब यो सिमी होइन न दाइ ए बोडी पनि टिप्दैछ अब मकै यति टिप्यो गाबा यति टिप्यो आजको खानाको तरकारी बेलुका दामी हुने भयो ओहो अर्ग्यानिक प्योर दाइले कस्तो मजाले चाहिँ सार सुसार गर्नुभएको रहेछ दिदी र दाइले आमामा मेवाको बुट्टा नि मेवाको बुट्टा ल अब डाइरेक्ट अब घरतिर जाऊँ यार धेरै बेर बस्यो भने पानी पर्छ झन् झ्या हुन्छ लुत्रुक्क हुन्छ रेनकोट त लिएर त आएको छ तै पनि पानीबाट बचेर जाऊँ भन्ने विचार के ल अब डाइरेक्ट घरतिर भेट्यौँ है त ल अहिले घरमा पनि आइपुग्यो आजको दिन एकदम राम्रो भयो आज विन्ध्यवासी मन्दिर र अकला देवी मन्दिरमा गएर दर्शन गरियो अनि पूजापाठ पनि गरियो एकदमै राम्रो भयो आजको दिन पनि र मन्दिरबाट आउने बित्तिकै तल दाइ दिदीको घर पनि गइयो र मजाले के अरे मकै भुटेर खाइयो दिदीले बनाउनु भएको चाउमिन पनि खाइयो यस्तो मिठो भयो सुभान अल्लाह दामी मिठो भएको थियो आमा चाउमिन आज फर्स्ट टाइम मोबाइलबाट मोटो ब्लग पनि गरियो दामी मजा आयो अब नेक्स्ट टाइम चाहिँ म पुरा सेटै लिन्छु यार नेक्स्ट टाइम नदेखेर किनभने यो चोटि चाहिँ मैले चाहिँ गर्छु भनेर त त्यस्तो सोचेको पनि थिएन कि तर मोबाइलबाट छोरालाई समात्दै दियो गरेको त दामी भएको नेक्स्ट टाइम जाँदाखेरि चाहिँ मैले के त्यो मोटो ब्लग गर्नेको सामानहरू चाहिँ सबै लिएर जान्छु दामी गर्छु म र आज तल दाइ दिदीको घरमा गएर मकै पनि खाइयो मिठो भयो दामी भयो आमा दाइ दिदीसँग बसेर पनि गफ गरियो रमाइलो भयो आजको दिन ल यति भन्दै आजको भिडियो म यही सकाउँछु थ्याङ्क यू फर वाचिङ माई भिडियो किप लभिङ एन्ड किप सपोर्टिङ एन्ड र दाइ दिदीलाई पनि धेरै धेरै धन्यवाद छ यस्तो मिठो मकै भुटेर बनाइदिनु भयो र खाजा पनि मजाले दबाएर खायो मिठो भयो धेरै धेरै धन्यवाद छ दाइ दिदीहरूलाई वन्स अगेन थ्याङ्क यू फर वाचिङ माई भिडियो किप लभिङ एन्ड किप सपोर्टिङ केही भुलचुकहरू भएमा क्षमा चाहन्छु आगामी दिनहरूमा राम्रो भिडियो बनाउने कोसिस गर्छु यति भन्दै बाई बाई नमस्ते अनि छाजलो सबै नेपालीहरूमा